मासु नि दिँदैन मलाई त एक्लै खाएको खाइ गर्छ होइन भो अब त खान्न मैले मागेर त किन खान्छु त अनि आफै बुझेर दिनुपर्छ मैले एक्लै खान्छ ला ला मासाला राजु रिठे ओइ मेरो कान्छा अङ्कलको नाम हो ओइ रिठेको भतिज आफै बत्ती बल्छ आफै निप्छ बुढा एक्लै एक्लै मासु खानेहरूलाई चाहिँ हानिहाल्नुपर्छ क्या व्यवस्था गरिहाल्नुपर्छ म त कति पछि लाइभ आएँ त हौ सम्झिनु भएन मलाई लुगा पनि खस्ने आँटो जस्तो लाग्छ हौ कति पछि कङ्ग्रेचुलेसन तपाईँलाई पनि है धेरै धेरै सुन्नु न मलाई याद गर्नु भएन मलाई मेरो सम्झना आएन तपाईँहरूलाई मलाई पनि यति भएको अनि केही मासुका टुक्राहरू पनि होला हाँसेको हो रहेछ नि हाँसिसकेको बढाइसकिराखेँ तिमीहरूले मलाई सोधेको नि ए खै पानी पिउँ यस्तो गऱ्यो होइन हामीलाई चाहिँ खबर गरेन होइन खबर के दुनियाँले देखाइरहेको छ त्यो खबर गर्यो हामीलाई देखेको त को हो र जे भने त तिम्रो साथी होइन खोइ त भनेन त नि थाहा भएन कस्तो निष्ठुरी साथी रहेछ म त केशवलाई के भन्छु त अझै झोल पुगेन त्यो अब त काम गरेको भएको त नि भात खाँदै हो दिदी अरे होइन आज त हामी मोमो खाएको नि आज हामीले घरमै पोर्क मोमो बनाएको अनि पोर्क मोमो खाएको नि झोल मोमो सुप छ अझै बुढाहरू अल्छी भएपछि यस्तै हो क्या ल भोलि भन्छ भन्नु पर्दैन कसरी पनि थाहा भइसक अरू तिम्रो कतिवटा बुढा 15वटा बुढी कमाएको छु मेरो नाम सरी है किन सरी भन्नुभयो के भने भिडियो भोलि आउँछ किन सरी भन्नु के भन्नुभयो तपाईँले भन्नु त किन सरी भयो सरी किन सरी भन्नुभयो यो त अस्ति मेरो जुत्ता हराएको तपाईँले जानुभयो कि सरी भन्नुहुँदैछ अहिले यार मेरो लभ स्टोरी तपाईँले युट्युबमा गएर बेबो एन्ड भाइरस लभ स्टोरी सर्च गर्नु छ्यापछ्याप्ती बजारमा सर्वत्र उपलब्ध छ होइन भाइरस र बेबोको लभ स्टोरी युट्युबको बजारमा सर्वत्र उपलब्ध छ हेर्नु होला अहिले त गुगलमा पनि आयो होला कुल भाइ चाहिँ मेरो साथी हो र मैले तपाईँले जोइन गर भन्ने बित्तिकै फ्याक्टै जोड्नलाई फ्रेन्ड भए पो आइपुग्नुहुन्छ त यतिको त कहाँ आउँछ त ए चल्दै चल्दै के गरे एप्स भन्छ है फुक्का खाएको यो के हो यो चिन्नुहुन्छ लोकल कुखुराको मासु अनि यो के अरे भातमा उ गरे हो क्या सुप मोल्या बुढाले मोलिदिनु भएको दाल छ नि झुमा खाने भन्नु नि त्यसलाई नल्ले अनि झोल सुप हुँदा हुँदै दाल चाहिँ किन खाने मुखको स्वाद बिग्रिँदैन नि बुढा कसले खायो तपाईँ दिनु भएको अँका त्यही भएर यहाँ रुच्दै छैन नखाउने त्यत्रो उसले नि खायो होला मदन थोरै खाइरहेको हजुर हामी यता चुला चुलीमा हो चुला चुलीमा भ्लग लगाइसक्यो ढोका बनाउनु पर्ने छ त्यसको लाग्दैन रहेछ त्यही भएर मुनि सबै पानी पाउँदैछ लगाइसक्यो त लगाइसक्यो भ्लग बनाउनुपर्छ लगाइसक्यो मेरो आजको भ्लग कसले हेर्नुभयो पलके झपकती है आसमां वाह वाह कति राम्रो मेरो बुढीको स्वर भन न तिमी त मलाई उयो नै गर्दैनौ कन्फिडेन्स नै दिँदै के भन्छ त्यसलाई मोटिभेट नै गर्दैनौ मोटिभेट भयो भने भरे एल्बम झिकाल्यो भने त अनि कसरी सुन्नु त कस्तो कस्तो गीत आएको छ हेरेको छैनौ पलके झपकता है आसमां लाखों फरिश्तों की तू है जहां वो पूछती है रहती कहाँ मेरी बाहों में रहती उनको बता दामी गाए पलके झपकता है आसमां उस
उसने भी तुझसा देखा कहाँ। अर्को लाइन त के भन्छ, तेरी मोहब्बत, अर्को स्वरमा गीत आइदिउँ। उम्, तेरी मोहब्बत में जलना भी है और तुझसे बच के ही चलना भी है, कुछ रंग अपना बदलना भी है, मेरा ढलना तेरे रंग में है सदा। वाह वाह, कति राम्रो मेरो स्वर नानाको नानाको के मेरो नानाको मनदेखि माया गर्नेले नि जस्तै जे गरे पनि राम्रै देख्छ क्या, जस्तै कि सफलताले देख्छ। जसलाई म मन पर्दिनँ त्यसलाई त मैले जति राम्रो गरेँ नि त्यसको त्यसलाई त गएर गालामा ल्याप ल्याप चाटेँ नि त्यसले त मलाई दिनरातै एकसाथै नराम्रै देख्ने हो क्या नि बुढा। मेरो बुढाले मलाई कति मनदेखि माया गर्छ। मेरो बुढाले मलाई जति जे गरे पनि जहिले मलाई राम्रै भन्छ, राम्रै देख्छ। भोइसमा दम छ अरे फेरि, दियो दियो यति दिन नफुर्काओ क्या, ठिक्क पच्ने जति मात्र फुर्काओ क्या। अरे सपना हो कि गाएँ भन्दै गीत दिउँ न तिमीले। नेपाली गीत गयो भने म यो पल्के झपकता है आसमां बाइक फाल्टो गीतै गाउँदिनँ। मैं ना ढलना तेरे रंग में है सदा, धोखेबाज हौ तिमी, धोखेबाज हौ तिमी, कति रोए म तिम्रो लागि, कति कराए तिम्रो लागि, तर बुझेनौ, धोकाको खेती गर्ने रहेछौ, दिनदिनै मुटु साट्ने रहेछौ, तर भनेनौ, अझै पनि यो मनमा छौ तिमी। नताना खाऊ यार, कस्तो त्यसो ताने यार बा। है ओए विवेक तामाङले खाना गीत के गीत गाएको अरे त, जाँठालाई के मतलब त नि म गीत गाऊँ कि नाचौँ कि के बाल हो। छोड्दैन न त्यस्तोलाई, त्यस्तो पढ्ने नै त्यस्तो भएर अझ खाना खानु गीत अहिले गाउनु भने भए चाहिँ फेरि मैले राम्रै भन्थेँ कि घिच पो अरे, तै घिच न जाठा। मेरो ह्यान्डसम बुढा देखेर जेलेस भइसकेछ होइन। साइको त पागल।